हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मेरो छुट्टी थियो, त्यही भएर म आज चाहिँ मोमो स्टिम गरेर खानलाई सामानहरू रेडी गर्दैछु। मैले चाहिँ धनियाँ निकालेँ, त्यसपछि धनियाँ काट्न थालेँ। यो चाहिँ मोमोको लागि अचारहरूको इन्ग्रेडियन्ट्सहरू चाहिँ म रेडी गर्दैछु। त्यसपछि टमाटरलाई बोइल गर्न छोडिदिएँ। एकैछिनपछि टमाटरहरू बोइल भइसकेपछि मैले टमाटरलाई मिक्सिङ गर्नको लागि रेडी गर्दैछु। एकदम तातो छ। त्यसपछि मैले तिल पनि हालेँ। तिल बिना त अचार अधुरो छ, जस्तै मोमो बिना अचार अधुरो भने जस्तै। त्यसपछि स्वादअनुसारको नुनहरू एड गरिदिएँ। त्यसपछि थोरै टिमुर पनि एड गरिदिएँ। टिमुरले चाहिँ एकदम मिठो टेस्ट लिएर आउँछ। मैले चाहिँ बिना खुर्सानीको बनाएको छु है, म त्यति पिरो चाहिँ खाँदिनँ। त्यसपछि मेरो मोमो पनि रेडी भएछ।